र विगत लामो समयदेखि जापानमा रही विभिन्न संस्थाहरूसँग आबद्ध रहेर यहाँले जापानको महासचिवको जिम्मेवारी पाउने सौभाग्य पनि पाएको थिएँ र म विगत 2 वर्षदेखि म अमेरिकामा बस्ने गर्छु र म अहिले यो जापानमा आउँदै गर्दा यो आफ्नै माटोको प्रतिनिधित्व गर्ने संस्थाले चाहिँ यो कार्यक्रम गरेको रहेछ, साङ्गीतिक कार्यक्रम, र यो साङ्गीतिक कार्यक्रममा तपाईँहरू समक्ष आउनु पर्दा म आफैलाई गौरवान्वित ठानेको छु। मलाई आज खुसी छ यो कर्णाली प्रदेश समाज जापान, सुदूरपश्चिमेली समाज जापान र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको जापान शाखाले संयुक्तमा आयोजना गरेको यस कार्यक्रममा यति धेरै साथीभाइहरू आइदिनु भएको छ। कर्णाली भनेपछि विशेष गरी नेपालमा अलिक पिछडिएको ठाउँ र धेरै कुराहरूले पिछडिएको एउटा प्रदेश हो। मलाई जहाँसम्म लाग्छ हामी भौगोलिक रूपमा पनि अलिक विकट छौँ र विकासको दृष्टिकोणले नि कर्णाली प्रदेश अलिकति पछि नै परेको छ। यो भनेको कर्णाली प्रदेशका जनताहरू हामीहरू र कर्णाली प्रदेशमा बसोबास गर्ने हामीले होइन कि एउटा राज्यले कर्णाली प्रदेशमाथि गरेको विभेद, यथेष्ट स्रोत र साधनको अभाव र लगानीको कमीले गर्दाखेरि कर्णाली प्रदेशलाई एउटा पिछडिएको एउटा मुलुकको रूपमा चाहिँ हामी नेपालले चिन्ने गर्छ। तपाईँहरूलाई मैले एउटा सानो कुरा स्मरण गराउन चाहेँ। भर्खरै मात्र सत्तारूढ पार्टीका कुनै वरिष्ठ नेताले भन्नुभएको थियो, हुनसक्छ त्यो टपिक छुट्टै होला, तर पनि कर्णाली प्रदेशलाई हेर्ने दृष्टिकोण नेपालमा धेरै तन्त्र फेरियो, धेरै व्यवस्था फेरिए, तर नेपालका राज्य संस्था सञ्चालन गर्ने सञ्चालकहरू र जुन राज्य छ त्यसले कर्णाली प्रदेशलाई हेर्ने जुन दृष्टिकोण छ त्यसमा अहिले पनि फरक आएको हामीले पाएको छैनौँ। यद्यपि कर्णाली प्रदेशमा रहने हरेक कोही व्यक्तिहरू इमान्दार हुन्छन् र मेहनती हुन्छन्, जसले गर्दाखेरि मलाई लाग्छ जापानमा आज यति ठुलो मात्रामा एउटा आफ्नो माटोलाई माया गर्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आइदिनु भएको छ। यो चाहिँ एउटा साह्रै गौरवान्वित कुरा मलाई लाग्छ। म मलाई चाहिँ 2014-15 याद छ, म हाम्रो ठाउँको क्षेत्रबाट कतिजना जापानमा हुनुहुँदो रहेछ त भनेर मैले एउटा चाहिँ डेटा कलेक्सन गरेर आएको थिएँ। त्यतिखेर मैले हार्डली 60-65 जना मान्छेहरूलाई मैले त्यतिखेर चाहिँ कन्ट्याक्टमा ल्याउन सकेको थिएँ भने अहिले त मलाई खुसी छ कि धेरै जसो अहिले सुन्नमा आउँछ अहिले जापानमा आउने अलमोस्ट विद्यार्थीहरूको सङ्ख्यामध्येमा धेरै कर्णाली प्रदेशलाई रिप्रेजेन्ट गर्नुहुन्छ, त्यहाँबाट आउनुहुन्छ होला। अन्य प्रदेशका साथीहरू अन्य मुलुकमा जानुभयो होला, तर चाहिँ अहिले बल्ल बल्ल हाम्रो पालो चाहिँ जापानसम्म आइपुगेको छ। खुसी लागेको छ र आजको यो कार्यक्रममा तपाईँहरूले चाहिँ कर्णाली प्रदेशकै माटोबाट र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कलाकारहरू आउनु भएको छ। उहाँहरूले आफ्नो प्रस्तुति दिनुहुनेछ जुन एउटा र यो सबै कार्यक्रमको अन्तिमसम्म यहाँहरू बसेर हेरिदिनुहुनेछ र रमाउनुहुनेछ भन्ने मैले विश्वास गरेको छु। यति भन्दै मेरो 2 शब्दहरू टुङ्ग्याउँछु र आयोजकलाई फेरि पनि धन्यवाद दिनुभएको छ। धन्यवाद स्वागत मन्तव्यको लागि आदरणीय व्यक्ति जनविक्रम साईज्यूलाई।